हेर्नुहोस् दाजुभाइ दिदीबहिनीहरू संसारभरिबाट नेपालभरिबाट हेर्नुहोस् है। अहिले हामी मराङको अरबाङ गाउँमा चाहिँ यहाँ भर्खरै चुनावको चाहिँ बारेमा छलफल भेटघाट गरेर चाहिँ यहाँ चाहिँ बसेका छौँ। यो अरबाङ गाउँको भाइ बहिनीहरू छन् सबै है। सबैले यहाँ चाहिँ भाषण पनि सुने मेरो होइन। भाषण कतिको मन परेको नि थाहा छैन। ल हेर्नुहोस् यो अरबाङ, यो मराङको अरबाङ भन्ने गाउँ हो। त्यो पारी पाखातिर चाहिँ हिजो गएको हो। त्यो माथि डाँडातिर माथि त्यो हिमालको छेउतिर पनि गएको हो त्यो। अनि उतातिर पारी धेरै पर चाहिँ पाखामा चाहिँ एउटा गाउँ देखिन्छ, त्यो मलकबाङ गाउँ हो। त्यहाँ पनि गएर आइयो। अनि ल हेर्नुहोस् म्याग्दीको यो दुर्गम ठाउँहरूमा चाहिँ अहिले महावीर पुन भोट मार्दै हिँड्दैछु। ल हेरे यतातिरको कोही साथीहरू विदेशतिर हुनुहुन्छ भने तपाईँहरूको आफ्नो गाउँ पनि हेर्नुहोस्, आफ्नो इष्टमित्र पनि हेर्नुहोस्। ल इष्टमित्रहरू पनि हुनुहुन्छ तपाईँहरूको विदेशमा बस्ने, विदेशमा हुनुहुन्छ भने। ल ल धन्यवाद छ। ल ल हो सबैलाई धन्यवाद छ। फेरि पनि आउँदै गरौँ ल। ल इच्छा हुनेले भोट दिनुहोस्। नबिग्नुहोस् है। ठुलो कुरा है। पैसामा बिकेर तपाईँले 2-4 हजार 5-7 हजार 8-10 हजारमा बिक्नु भयो भने त्यो चाहिँ सोझै नर्कमा जान्छ। सोझै नर्कमा जान्छ। किनभने त्यसले चाहिँ भविष्यको हाम्रो छोरा नातिहरूलाई ठुलो धोका दिएको हो भनेको। पैसामा बिक्यो भने के हुन्छ भन्दाखेरि छोरा नातिहरूले दुःख पाउँछ। अनि छोरा नातिहरूको शराब लाग्छ के, छोरा नाति पनातिहरूको शराब लाग्छ र त्यो मान्छे पैसामा बिक्ने मान्छे रोजै जान्छ र अनि त्यहाँ चाहिँ के अरे उसले तल नर्कमा गएर के गरेर कुटाइ खान्छ। यो कुरो होइन अब एक ठाउँ मात्रै बसेर पाइन्छ जाने अब राति 8-9 बजीसम्म विश्वास लाग्दा नहाल्ने भन्ने कुरा भएको रे। अब अहिले जे भए पनि यो म्याग्दीले मात्र होइन, नेपाल देशले मात्र होइन, विश्वले चिनेको व्यक्तित्व आउनु भएको छ वैज्ञानिक। अब जोसँग पार्टीको आस्था विचार पार्टीले थोरै ठाउँमा राखेर टाउकोमा चाहिँ डाइरेक्ट छाप हान्नु पर्यो। सबैले यही अनुरोध गर्नु हातमा नरबहादुर पुग्छ। म भूको गाविस सचिव रिटायर गर्नु हातमा म कोही बाजा गर्दैन है। तपाईँहरूलाई मन पर्दैन भने नदेऊ अघि। म केही बाजा गर्दैन, तर मैले सकेको कुरा गर्छु। मैले मेरो आफ्नो फाइदाको लागि काम गरेको छैन अहिलेसम्म। मलाई पनि अरूको जस्तोसँग तुलना नगर। एक एकवटा पर्चा समात, अब राख, आफ्नो साथीभाइहरूलाई पनि देऊ र मलाई विश्वास लाग्छ भने अघि यो मान्छेले गर्ला जस्तो लाग्छ भने भोट देऊ। यो मान्छे चाहिँ फटा होला जस्तो लाग्छ भने नदेऊ, अर्को फटाला देऊ है। त्यसैले यो म चाहिँ एउटा जानकारी दिन आएको हो। म त्यसको भोटको लागि यो म चाहिँ एउटा सांसद बन्नको लागि यो बने पनि काम गर्छु, नबने पनि काम गर्छु। तर बन्यो भने सजिलो हुन्छ। चौरबहादुरले भनेको कुरा हाम्रो बुझिनीमा उनले भनेको कुरा सही हो। समस्याहरू अहिले समस्याहरू सुन्नुहोस्, समस्याहरू भनेको गाउँको समस्याहरू भनेको लेखेर राख्ने हो, पछि संसद भएपछि कुरा गर्ने हो। त्यो म कोही बाजा गर्दैन है। तपाईँहरूलाई मन पर्दैन भने नदेऊ अघि। म केही बाजा गर्दैन, तर मैले सकेको कुरा गर्छु। मैले मेरो आफ्नो फाइदाको लागि काम गरेको छैन अहिलेसम्म। मलाई पनि अरूको जस्तोसँग तुलना नगर। 5 वर्षसम्म गयो, 5 वर्ष 34 वर्ष गयो नि।
अहिले राज ठेट कुरा चाहियो ल म भन्छु ठेट कुरा सुन्नुहोस् होइन सुन्नुहोस् न तपाईँले ठेट कुरा चाहियो भन्नुभएको छ मेरो ठेट कुरा के हो भने मैले बदमासी गर्दैन सकेको मद्दत गर्छु त्यो अहिलेको सानोतिनो कुरा अहिले सुन्ने कुरा होइन प्रस्ताव राख्न पाइयो तर अहिले नै मैले वाचा गर्दिनँ के अहिले नै म वाचा गर्दिनँ मैले के प्रस्ताव राख्न पाइन्न त भनेको छैन त ल प्रस्ताव राख्नु भयो होला नि त पहिलाको सरकारहरूलाई प्रस्ताव कसले सुन्यो त्यही नसुनेर त यहाँ रिस उठेको त हो होइन ल म त्यस्तो चाहिँ बाचा गरेर झुटो आश्वासन दिने पैसा खुवाउने भोट माग्ने मान्छे होइन पार्टीमा नलाए पनि मेरो पार्टी हुन्छ कस्तो पार्टी हुन्छ भने युवाहरूको पार्टी हुन्छ है म त बुढाहरूसँग त मिल्दैन पटक्कै मिल्दैन बुढाहरूसँग जोसुकै पार्टीको होस् युवाहरूसँग चाहिँ म मिल्छु सबै पार्टीको युवासँग मिल्छु अहिले स्वतन्त्र पनि धेरै उठेका छन् धेरै मान्छेहरू उठेका छन् कोहीले जित्ला तिनीहरू सबैलाई युवाहरूलाई चाहिँ म चाहिँ सकभर मिलाउने प्रयास गर्छु युवाहरूले भनेको मान्छ बुढोहरूले मान्दैन त्यस कारणले मैले मेरो आफ्नै पार्टी नभए पनि एउटा स्वतन्त्र एउटा सिङ्गो व्यक्ति हुँदैन म चाहिँ एउटा टोली हुन्छ युवाहरूको टोली हुन्छ युवाहरूसँग चाहिँ गरेर चाहिँ योजना बनाउँछु के गर्नुपर्ने देश विकासको लागि त्यसरी चाहिँ म अगाडि बढ्ने हो त्यसैले मान्छेहरूले भन्छन् एकजना उठेर के गर्ला र भन्छन् हेरौँला नि के गर्न सकिँदो रहेछ 1-2 वर्षमा थाहा हुने कुरा भइहाल्यो सकिएन भने कोसिस गरेको सकिएन भन्नु पर्ला नि हो कि होइन जस्तो अहिले मैले भने शिक्षा मन्त्री भएर केही गर्न कोसिस गरेकै हो केही सिक्ला आएन भनेर भन्न आएको त हो तपाईँहरूलाई होइन त्यस कारणले त्यो कुरा 1-2 वर्षमा हेर्नुहोस् म कोसिस गर्छु माथि गएर सबैलाई मिलाउने प्रयास गर्छु नमिलेसम्म देश बन्दैन भन्छु होइन अब मिलिँदैन भने के हुन्छ देशलाई घाटा हुन्छ मलाई त के घाटा हुन्छ तपाईँ जनताहरूलाई घाटा हुन्छ होइन त्यस कारणले यसैले म चाहिँ उठेको हो लौ अब के हुन्छ हुन्छ भगवान्ले अब लेखिदिए रहेछन् भन्नु कुरो नि है भगवान्ले लेखिदियो कि आफैले लेख्यो थाहा भएन होइन शिवजी लिनुभयो कि तपाईँलाई कुन चाहिँ यहाँ चाहिँ चुनावमा लड्नु पर्छ भनेर लेखिदियो किनभने 4 गतेसम्म त मलाई थाहा थिएन नि त अस्ति 4 गतेसम्म म यो चाहिँ स्वतन्त्र उम्मेदवारको रूपमा म संसदको लागि उठ्छु भनेर मैलाई थाहा थिएन त भगवान्लाई त थाहा रहेछ नि है भन्नु पर्यो यस्तै हो कुरो ल अब धेरै कुरा किन गर्ने अब ल नेपालभरिका विश्वभरिका दाजुभाइ दिदीबहिनीहरू हेर्नुहोस् महावीर पुनले चुनाव प्रचार प्रसार पनि गरेको छैन मात्रै गरेको छैन महावीर पुनले म्याग्दी जिल्लालाई पनि परिचय गराउन चाहिँ म कोसिस गर्दैछु आज हामी यो चुनावको प्रचार प्रसारको क्रममा चाहिँ यो 7औं दिनमा हामी चाहिँ यो म्याग्दी जिल्लाको झाँक्रीपानी भन्ने ठाउँमा आएका छौँ अब तपाईहरूलाई म्याग्दी जिल्ला कस्तो छ भनेर पनि योभन्दा पहिला पनि देखाउँदै थिएँ आज पनि देखाउँदैछु ल हेर्नुहोस् यो म्याग्दी जिल्लाको भू बनोट यहाँभन्दा यो मेरो पछाडिपट्टिको जुन डाँडो छ यहाँभन्दा पछाडिको डाँडो चाहिँ बागलुङ जिल्ला पर्छ यहाँभन्दा उत्तर योभन्दा उत्तर वहाँ हिमालसम्म
यो पुरै हिमालसम्म पर देखिने हिमालहरूसम्म यो चाहिँ म्याग्दी जिल्ला भनेको यस्तै खप्परे डाँडै डाँडा अब दुर्गम ठाउँ नै हो। यो चाहिँ हिमाली जिल्ला हो। ल हेर्नुहोस् हो पारीतिर देखिने गाउँहरू सबै डुल्यो। ल तपाईँहरूले पर भित्तातिर जो देखिन्छ त्यो त गाउँहरू छ सबैमा डुलेर गाउँलेहरूसँग भेटघाट गरेर यसो चुनावको प्रचार प्रसार पनि गरियो। र आज चाहिँ यो हिजो अस्ति पानी परेको हुनाले मौसम पनि एकदम राम्रोसँग खुलेको छ। ल हेर्नुहोस् यो धौलागिरी श्रृङ्खला हिमालको श्रृङ्खला हेर्नुहोस्। उता पारी देखिने त्यो सानो पहाडमा हिउँ जुन देखिन्छ त्यो हिउँ देखिने पहाडहरूको तलतिर त्यो हाम्रो धारा पानी अब ताकम यस्तो यस्तोहरू गुर्जा यिनीहरू पर्छन्, मुना गाउँहरू पर्छन्। ल अब हेर्नुहोस् यो हिमाल यो धौलागिरी श्रृङ्खलाको हिमाल हो। यो धौलागिरीको मुन धौलागिरी चाहिँ यो हो धौलागिरी 1 भन्ने र यसको देब्रेतिर रहेका टाकुराहरू धौलागिरी 1, 2, 3, 4 भनेर यसलाई चाहिँ भूगोलमा नाम दिएको छ। र यहाँबाट यतातिर हेर्दै जाँदाखेरि अब हेर्दै जानुहोस् यो देखिने यो चाहिँ पर देखिने यो हिमाल यो देब्रेपट्टिको हिमाल चाहिँ निलगिरी हिमाल हो। र निलगिरी हिमाल अनि त्यसपछि देखिने त्यो अग्लो चुचुरो चाहिँ अन्नपूर्ण 1 हो। र त्यसपछि देखिने हिमाल चाहिँ अन्नपूर्ण साउथ हो। र उतापट्टि पर दाहिनेपट्टि देखिने माछापुच्छ्रे टक्रक्कै तपाईँहरूले माछापुच्छ्रे देख्नुहुन्छ। र माछापुच्छ्रेको छेउमा दाहिनेपट्टि रहेको चाहिँ त्यो अन्नपूर्ण चाहिँ 2 हो। र यसरी चाहिँ यो देखिन्छ। यो पारीतिर डाँडाहरू पर जुन डाँडाको रेन्ज देखिन्छ त्यो चाहिँ म्याग्दी जिल्लाको पूर्वी सिमाना हो। र म्याग्दी जिल्ला भनेको यही यो पछाडिको पट्टिको यो जुन डाँडो छ यो बागलुङको डाँडो यहाँबाट उत्तरतिर पर पूर्वदेखि नै त्यो डाँडा छ। त्यो डाँडादेखि आएर यो चाहिँ पुरै यो हिमालसम्म र यतातिर चाहिँ देखिने यो पारी त्यो सेतो डाँडासम्म यो म्याग्दी जिल्ला हो। ल म्याग्दी जिल्लावासीहरूले महावीर पुनलाई कतिको चिनेको छ महावीर पुनलाई मनपर्छ महावीर पुनसँग विश्वास छ भनेदेखि भोट दिनुहोस्। मेरो भोटको चिन्ह चाहिँ त्रिभुज हो। ल मैले भनिरहेको छु भोट भनेको मनपर्ने मान्छेलाई दिने हो, काम गर्ने मान्छेलाई दिने हो, गफ लाउने मान्छेलाई दिने होइन। र हामी चाहिँ यो हिजो बेलुका बसेको गाउँ चाहिँ किमचोर हो। र तल चाहिँ अर्मन त्यो अर्मनमा पनि हिजो बेलुका चाहिँ हामीले गरेका थियौँ। हिजो बिहान पारीदेखि नै दुखु लेक गाउँ पनि हो। ल हेर्नुहोस् त्यो सबै ठाउँमा प्रचार प्रसार गरेर आएको हो। ल धन्यवाद छ। ल हेर्नुहोस् सबैलाई चाहिँ धन्यवाद छ। ल धन्यवाद।